नमस्कार, म डाक्टर विनोद शाह। आज म कुरा गर्नेछु निफा भाइरसको बारेमा। निफा भाइरस भनेको के हो? निफा भाइरस एक गम्भीर भाइरल संक्रमण हो जसले दिमाग र फोक्सोलाई असर गर्न सक्छ। यो कसरी सर्छ? चमेरोबाट, संक्रमित जनावरबाट र संक्रमित मानिसको नजिक सम्पर्कबाट पनि सर्न सक्छ। यसको लक्षण के हुन्? ज्वरो, टाउको दुखाइ, वान्ता, खोकी र गम्भीर अवस्थामा झट्का बेहोस हुने। यसको उपचार छ? हालसम्म विशेष औषधि छैन, तर समयमै अस्पताल पुगेर सहायक उपचार गरे ज्यान बाँच्न सक्छ। कसरी बच्ने? चमेरोले खाएको फल नखानु, काँचो खजुरको रस नपिउनु, हात सफा राख्नु, बिरामीसँग नजिकको सम्पर्क नगर्नु। कहिले अस्पताल जाने? ज्वरोसँगै झट्का र बेहोस भए तुरन्त अस्पताल जानुहोस्। सचेत बन्नु र निफा भाइरसबाट बचौँ। धन्यवाद।